नमस्कार, मेरो नाम चक्रवत खड्का, टेम्परामेन्ट प्र्याक्टिसनर। आजको यो कुराकानीमा सानो जानकारी तपाईहरूसँग सेयर गर्न गइरहेको छु, जसमा धेरैजसो प्रश्न मलाई के पनि सोधिएको छ भने जुन यो टेम्परामेन्ट भनेको के हो र यसको पहिचान कसरी हुन्छ, साथै यो टेम्परामेन्ट रिलेटेड काउन्सेलिङ सेसन किन लिइन्छ र यो सेसन लिइसकेपछि के कस्तो फरकपन महसुस गरिन्छ। टेम्परामेन्ट भन्ने शब्दको अर्थ सरल भाषामा भनौँ भने मानिसको जन्मजात स्वभाव वा बानी प्रकृति हो। तपाईँ कसरी सोच्नुहुन्छ, महसुस गर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ भन्ने कुरा जन्मदेखि नै तपाईँको शरीर र मस्तिष्कमा गहिरो रूपमा प्रोग्राम भएर आएको हुन्छ। टेम्परामेन्ट भनेको नेचुरल बिहेभियर स्टाइल हो, जसले निर्धारण गर्छ तपाईँ स्ट्रेस आएपछि कस्तो प्रतिक्रिया दिनुहुन्छ, तपाईँ डिसिजन कसरी लिनुहुन्छ, तपाईँ कति इमोसनल हुनुहुन्छ, तपाईँको कम्युनिकेसन स्टाइल कस्तो हुन्छ र तपाईँको मोटिभेसन कहाँबाट आउँछ। साइकोलोजी अनुसार 4 मुख्य प्रकारका टेम्परामेन्ट छन्: कोलेरिक, पावरफुल, स्याङ्ग्विन, प्लेफुल, मेलेन्कोलिक, पर्फेक्ट र फ्लेग्म्याटिक, पिसफुल। उदाहरणले बुझौँ, तपाईँले छिटो निर्णय लिनुहुन्छ र कन्ट्रोल गर्न मनपर्छ, कोलेरिक। तपाईँ हँसिलो, कुरा गर्न मन पराउने र एटेन्सन चाहने, स्याङ्ग्विन। तपाईँ डिटेल माइन्डेड, योजना अनुसार काम गर्ने, मेलान्कोलिक। तपाईँ शान्त, सहसिनो र सँगै मिल्ने, फ्लेग्म्याटिक। टेम्परामेन्ट भनेको तपाईँको नेचुरल पर्सनालिटी ब्लुप्रिन्ट हो। यो बदलिँदैन, तर बुझेर डेभलप गर्न सकिन्छ। यसलाई बुझेर तपाईँले आफ्नो करियर, रिलेसनसिप र लिडरसिप सबै क्षेत्रमा राम्रो निर्णय लिन सक्नुहुन्छ। किन टेम्परामेन्ट आधारित काउन्सेलिङ सेसन लिनुपर्छ भनेर कुरा गर्ने हो भने यो कुरा बुझ्नाले तपाईँले मानिस किन यस्तो व्यवहार गर्छ भन्ने धेरै कुरा स्पष्ट बुझ्नुहुन्छ। जस्तै 1. सेल्फ अवेरनेस। टेम्परामेन्ट काउन्सेलिङले तपाईँलाई आफ्नो असली स्वभाव र सोच्ने शैली बुझ्न मद्दत गर्छ। धेरैजसो मानिसहरू आफ्नो कमजोरीलाई सुधार्न खोज्दा थाक्छन्, तर बुझ्दैनन् कि त्यो कमजोरी नभई नेचुरल टेम्परामेन्ट डिफरेन्स पनि हुन सक्छ। उदाहरण, तपाईँ शान्त र डिसिजन लिन ढिला गर्नुहुन्छ भने तपाईँ फ्लेग्म्याटिक हुन सक्नुहुन्छ। यो कमजोरी होइन, बरु तपाईँको स्वाभाविक पिस मेकिङ शक्ति हो। 2. रिलेसनसिप क्ल्यारिटी। काउन्सिलिङले तपाईँलाई बुझाउँछ तपाईँ र तपाईँको साथी, परिवार वा सहकर्मी किन बारम्बार मिसअन्डरस्ट्यान्डिङमा पर्नुहुन्छ। उदाहरण, स्याङ्ग्विन साथीले लगातार कुरा गर्न मन पराउँछ, तर मेलेन्कोलिक पार्टनर चाहिँ शान्त वातावरण चाहन्छ। टेम्परामेन्ट बुझ्दा दुवैलाई वाइ एन्ड हाउ टु एडजस्ट भन्ने कुरा थाहा हुन्छ। 3. करियर एन्ड लिडरसिप। टेम्परामेन्ट जान्नु भनेको आफ्नो नेचुरल स्ट्रेङ्थ जोन पत्ता लगाउनु हो। धेरै मानिसहरू गलत करियरमा अड्केका हुन्छन् किनभने उनीहरूको टेम्परामेन्ट त्यो कामसँग मेल खाँदैन। जस्तै कोलेरिक भनेको नेता, प्रोजेक्ट म्यानेजर, उद्यमी। स्याङ्ग्विन भनेको मार्केटिङ, मिडिया, पब्लिक रिलेसन। मेलान्कोलिक भनेको रिसर्च, डिजाइन, लेखन। फ्लेग्म्याटिक भनेको एचआर, काउन्सेलिङ, एजुकेसन। 4. इमोसनल ब्यालेन्स। टेम्परामेन्ट काउन्सेलिङले तपाईँको स्ट्रेस प्याटर्न बुझ्न मद्दत गर्छ। प्रत्येक प्रकारको मानिस स्ट्रेसलाई फरक ढङ्गले ह्यान्डल गर्छ। यो बुझ्न सकेपछि एङ्जाइटी, बर्नआउट, फ्रस्ट्रेसन घटाउन सकिन्छ। 5. सेल्फ कन्फिडेन्स र टिमवर्क। टेम्परामेन्ट एसेसमेन्टले तपाईँको टिम र फ्यामिलीमा कसरी कम्युनिकेसन ब्यालेन्स र कन्फ्लिक्ट म्यानेजमेन्ट गर्न सकिन्छ भन्ने डिरेक्सन दिन्छ। त्यसैले यो काउन्सेलिङ कर्पोरेट ट्रेनिङमा पनि अत्यन्तै उपयोगी छ। छोटकरीमा भन्नुपर्दा टेम्परामेन्ट काउन्सेलिङ भनेको केवल पर्सनालिटी टेस्ट होइन, यो लाइफ म्याप हो जसले तपाईँलाई आफू र अरूलाई बुझ्न, सही निर्णय लिन र सही दिशा रोज्न मद्दत गर्छ। अब बुझौँ टेम्परामेन्ट बेस्ड काउन्सेलिङ सेसन लिने व्यक्तिलाई के फाइदा हुन्छ भनेर। यो कुरा बुझ्नाले तपाईँलाई यो स्किल किन करियर एन्ड लाइफ चेन्जिङ हुन सक्छ भन्ने थाहा हुन्छ। 1. डिप ह्युमन अन्डरस्ट्यान्डिङ। यो ट्रेनिङ लिएपछि तपाईँ मानिसको स्वभाव, सोच्ने तरिका र व्यवहारको मूल कारण बुझ्न सक्नुहुन्छ। धेरैजसो काउन्सिलरले वाट ह्यापन्ड मात्र सोध्छन्, तर टेम्परामेन्ट ट्रेन्ड काउन्सिलरले बुझ्छ वाइ दिस पर्सन रियाक्ट्स दिस वे। फाइदा, तपाईँले लिने काउन्सेलिङ सेसन धेरै प्रभावकारी र मन छुने हुनेछ। दोस्रो, टेलर्ड काउन्सेलिङ।
टेम्परामेन्ट बुझ्दै गर्दा तपाईहरूले महसुस गर्नुहुनेछ कि हामी तपाईलाई वान साइज फिट्स अल काउन्सेलिङ गर्दैनौँ। हामी हरेक क्लायन्टको स्वभाव अनुसार कस्टम गाइडेन्स दिने गर्छौँ। उदाहरण: कोलेरिकलाई असर्टिभ स्ट्र्याटेजी दिनुपर्छ, फ्लेगम्याटिकलाई जेन्टल मोटिभेसन चाहिन्छ, मेलाङ्कोलिकलाई स्ट्रक्चर चाहिन्छ, स्याङ्गुइनलाई इन्स्पिरेसन र अटेन्सन चाहिन्छ। फाइदा: क्लायन्टले तपाईँको सल्लाह छिटो अपनाउँछ र ट्रस्ट बढ्छ। 3. प्रोफेसनल एज। आज धेरै काउन्सिलर छन्, तर धेरैजसो केवल जेनरल साइकोलोजी जान्छन्। टेम्परामेन्ट मेथड भनेको एन्सियन्ट टेम्परामेन्ट थियोरी प्लस मोडर्न साइकोलोजीको ब्लेन्ड हो। यो बुझेपछि तपाईँ ह्युमन बिहेभियर बुझ्न सक्नुहुन्छ। 4. क्यारियर एक्सपान्सन अपर्च्युनिटिज। यो सेसनपछि तपाईँलाई आफ्नो स्वभावसँग मिल्ने क्षेत्रहरूमा इन्ट्री गर्न सहयोग गर्छ र आफ्नो करियरलाई एक्सपान्ड गर्न सक्नुहुनेछ। 5. इनर ग्रोथ। काउन्सिलिङ सिक्दा तपाईँले अरूलाई मात्र होइन, आफ्नो जीवन पनि सुधार्नुहुन्छ। टेम्परामेन्टले तपाईँलाई आफ्नो इमोसनल ट्रिगर बुझ्न, सही डिसिजन लिन र शान्त, ब्यालेन्स जीवन बाँच्न सिकाउँछ।